सञ्चार मन्त्रीलाई नै इन्टरनेट भनेको के हो थाहा थिएन भनेर यहाँले पुर्याउनु भएको योगदानको विश्वले पनि कदर गरेको छ, हामीले पनि कदर गरेका छौँ र तपाईँको एक्सपर्टिज, तपाईँको अनुभवले मन्त्रालयले आगामी दिनमा अझ धेरै सुझाव, सल्लाह र सहयोगको अपेक्षा राखेको छ। आवर डोर्स आर अलवेज ओपन फर यु भन्न चाहन्छु। एक्ज्याक्टली बरु यहाँ राम्रो छ होला, टावरको रिच जस्तो लाग्छ। जस्तो म अस्ट्रेलिया त्यत्रो वर्ष बसेँ, अस्ट्रेलिया जस्तो देशहरूमा के सजिलो छ भने एकदमै झुरुप्प सिटीहरू हुन्छ, त्यहाँ नेटवर्क कम्पनीहरूलाई काम गर्न सजिलो हुन्छ। हाम्रो चाहिँ यति धेरै एक्सपान्ड भएको छ गाउँहरू कि त्यो सबैमा पुग्नु यो सजिलो र चान्चुने कुरा चाहिँ होइन। अब स्पेसिफिकल्ली ओटिटीको कुरा उठाउनु भएको थियो मान्य पुनले। यो ओभर द टप यो ओटिटी एउटा नयाँ प्रविधि हामीले विधिले बाँध्न सकेका छैनौँ, बाँध्ने पनि भन्ने कि नभन्ने विधि अनुसार चलाउन सकेका छैनौँ। तर यो समयले यसको युग ल्याइसकेको छ, हामीले यसमा काम गरिरहेका छौँ। यहाँले रेफरेन्स पनि दिनुभयो, नियावलीमा काम भइरहेको छ। यहाँले राख्नुभएको सबै कन्सर्नलाई चाहिँ मध्यनजर गरेर मैले टिपेको पनि छु। एन्ट्री ब्यारियर नहुने गरी, त्यसै गरी नियमन चाहिँ के को लागि हो त? नियमन सम्बन्धित इन्डस्ट्रीलाई ग्रो गराउनको लागि हो कि कन्ट्रोल गर्नको लागि? एकदमै महत्त्वपूर्ण प्रश्न हो। नियमनको अर्थ छ, तर यसको अर्थ चाहिँ त्यो इन्डस्ट्री नै मास्ने अथवा मार्ने भन्ने होइन। त्यसमा ध्यान दिएर हामीले विज्ञहरूको सुझाव र स्टेक होल्डर कन्सल्टेसन पनि गरेका छौँ। अझै पनि हामीसँग अलिकति स्टेक होल्डर कन्सल्टेसन्सको समय बाँकी छ। कुनै दिन रुचि हुने मान्यज्यूहरूसँग बसेर पनि यसमा छलफल गर्न सकिन्छ। यसमा 1-1.5 महिनाभित्र यसलाई चाहिँ एउटा लिगल स्वरूप दिन सकियो, फर्मलाइज गर्न सकियो भनेदेखि राम्रो हुन्छ। यो फिल्ड चाहिँ ग्रो गर्थ्यो भन्ने मन्त्रालयको बुझाइ छ, हामी त्यसमा काम गर्दैछौँ। यो आइएसएम ब्यान्डको कुरामा इनोभेसनको लागि अनि साइन्टिफिक रिसर्चको लागि सजिलो हुन्छ, खुल्ला गर्नु पर्यो भन्ने कुरा राख्नु भएको छ। म टिमसँग सल्लाह गरेर यसमा के गर्नुपर्छ भन्ने बारेमा यसको बारेमा बुझेर मैले निर्णय लिनेछु। आवश्यक भयो भने समिति अथवा मान्यज्यूलाई जानकारी भविष्यमा दिनेछु भन्ने कुरा राख्न चाहन्छु। हामीले काम गर्दै जाँदाखेरि कतिपय कुराहरू छुटाएको हुनसक्छ, कतिपय कुराहरूमा एनफ एटेन्सन नपुगेको हुनसक्छ र धेरै कामहरूको बीचमा हुँदाखेरि कतिपय कुराहरू छुटेका हुनसक्छन्। यस्तै एउटा एकले अर्कालाई कम्प्लिमेन्ट गरेर नै काम गर्दाखेरि सफल भइन्छ भन्ने त्यो उद्देश्यले पनि संसदीय समितिहरू सरकारलाई अकाउन्टेबल बनाउनको लागि यो अर्थमा निर्माण गरिएको हुनुपर्छ र यसको महत्त्व छ र यो महत्त्वलाई मनन गरेर आगामी दिनहरूमा हामी काम गर्नेछौँ। प्रश्नहरू 13 जना मान्यज्यूहरूले प्रश्न गर्नुभएको छ। मैले टिपेको नोट नै एकदमै धेरै छ। समय 3:30 हुन आँटिसक्यो। तपाईँहरूसँग कति समय छ त्यो हिसाबले मलाई थाहा छैन मैले सुझाव दिन मिल्छ कि मिल्दैन। तर आगामी दिनहरूमा चाहिँ हामीले अलिकति बढी समय कन्सस भएर प्रिपरेसन गर्ने र त्यही अनुसार प्रेजेन्टेसन गऱ्यौँ भने यो कार्यक्रमभन्दा पछाडिको प्लानिङ गर्न पनि सजिलो हुन्छ होला। किनभने यहाँहरूको पनि प्लान हुनसक्छ र अरू सबैको। त्यो हुनाले अलिकति त्यो बानी पनि हो जस्तो लाग्छ मलाई। अलिकति लिमिटमा राख्न कोसिस गऱ्यौँ भने 2-3 पटकमा त्यो बानी लाग्छ जस्तो लाग्छ। तर मलाई सबै प्रश्नको जवाफ दिने हो भने अलिकति समय चाहिँ दिनुपर्छ होला। म सुरु गर्छु सुरुवातबाट क्रमैसँग। माननीय महावीर पुन, यहाँलाई धेरै धन्यवाद। हामीले सञ्चार के हो भन्ने कुरा नबुझ्दैखेरि सञ्चार क्षेत्रमा यहाँले उदाहरण पनि दिनुभयो।